चाहिँ वाकु अध्यक्ष मामा घर। अहिले हामी वाकुमा छौँ। कि घरतिर मान्छे छ कि छैन जस्तो छ। बाख्रा चाहिँ कराउँदैछ। रहेछ मान्छे रहेछ। बर्खाको मौसम छ। बाख्राहरू बाँधिराखेको रहेछ। चराउने बेला भएर होला कराउँदैछ बाख्राहरू। तपाईँ यहीँ बस्ने हो? होइन, अनि यो त हाम्रो त अलिक उतै हो, डाँडो पर्यो। डाँडापट्टि कुन घर भन्नु? उतापट्टि बाटो रोडदेखि अलिक मासतिर खरले छाएकोमा हामी तल्लो यही घरको दाजुभाइ हो। ए तपाईँ बाटो माथिको? हजुर। ए ऊ दले कान्छाको घरमा। थाहा भयो। तपाईँ भक्ति हो फुपू? हजुर। ए चिनी न त म हरिराम। ए बल्ल चिन? बल्ल चिनी। तपाईँ किरा रे घाउ भएछ क्या? किरा छ? घाउ भएको छ अरे। घाउ भने किरा होइन। ल हामी उता जानु लाग्यो। हुन्छ। जाऊँ ल। जाऊँ। को हामी? के भन्छ? यो चाहिँ हाम्रो केशव दाजु अहिले मोहन मामा घर। मोहन मामा कल्पना फुपूको घरहरू अहिले उहाँहरू बस्नुहुन्छ। दसैँको लागि बाटो चिटिक्क बनाएका छन्। राम्रो पो रहेछ। बाटो राम्रो बनाएछ ल। गर्मी के हिजो आज अमिलो के बजार गएको छ केरा फल खानु नपर्छ कि आलु केरा फलेछ होइन? कहाँ बजार जानु हो? बजार गएको छ। ए यो चाहिँ हाम्रो पुरानो घर। पुरानो घर जाने बाटो। यो तलदेखिको मतान हाम्रो पुरानै हो। उहिलेकै हो। अहिले उतापट्टिको नयाँ घर छ। महिलाले बनाएको छ। ठिकठाक छ। हाम्रो पुरानो घरबारी के भन्नु भयो भाइ? सन्चै छ भनेको। अहिले बाजेकै पालेको हजुर सर। पानी खेलेर लुगा भिजाएर खाइरहेको। पुरानो घर चाहिँ म 2-3 दिन भयो। पुरानो घर चाहिँ भूकम्पपछि भत्काएर अहिले चाहिँ छैन।
थियो होला म जान सक्दिनँ उ त्यो बसेको छैन उ त्यो बाथरुममा कता भएर जाने कालेको जाने बाटो कताबाट तल्लो घर जेठाको घर उ त्यो माथि माथि हजुर त्यही डिलको कहाँबाट यताबाट जाने यहाँबाट उँभो जानुपर्छ जेठा घरमा जाने हो बिरामी छ त्यसको बुढी हेर्नु न कि केही ल्याइदिनु को छ नि त यतातिर Balloon खोज्दै ठुलो रहेछ त बस्तीको रुम ठुलो रहेछ ठुलो रहेछ कोही पो छैन रहेछ त यहाँ चाहिँ को बस्छ कोही बस्दैन क्या यहाँ कोपिलामा होला कोही छैन त मान्छे को छ तेरो नमस्ते यहाँ पो छ त के गर्छ अहिले कता गयो तेरो बोजू बाजेहरू कहाँ भयो बोजू पनि बोजू बजार गएन उसको यो चाहिँ अहिले हाम्रो घर पछाडितिरको भएको अहिले यस्तो रहेछ जङ्गल जङ्गल भइसकेको छ बारीहरू घरहरू यस्तै छ यो चाहिँ माइलाले घर बनाएको छ यहाँ चाहिँ कोपिलाको भाइ माइलाले पुरै जङ्गलै जङ्गल 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 गाउँ त के गाउँ हेरिसक्नु चाहिँ छैन रहेछ अवस्था ए त मात्रै हो माइलाहरू कता कता ए सन्तोषीहरू सन्तोषको बुढी जेठा माथि नै छ त्यो जेठा मामा घरमै छ के गर्छ त्यसले यो चाहिँ हाम्रो माथिल्लो घर जयन्ती बाबु बाजे घर हो दलबहादुर तीनटा बोल होइन यहाँको पुरानो घर चाहिँ घर चाहिँ भत्काइसकेर चाहिँ नयाँ चाहिँ रहेछ त बिरामी छ भने त्यसको बुढीहरू दिदी चाहिँ कान नसुने भएर कसेर कराउनु पर्ने भयो सन्तोषी गरेको यो माइलाको होला होइन कालेको माथि जेठाको माथि छ त्यो त्यहीँ छ फोन गरे तपाईले अहिले त्यसको नम्बर छैन मसँग छुट्यामा पनि गइहाल्छ यो चाहिँ हाम्रो जेठाको घर डाँडापरीको धाराभन्दा मास्तिर दिपेसम्बरीको बारीमा चाहिँ बनाएको छ घर
गर्छौँ राम्रो बनाएर रहेछ आयो हामी पनि कता गयो काले कता गयो दिउँसो त्यसलाई निन्दा लाग्छ खै एउटा मुढाले त नानी यो जेठी होइन यो जेठी कि माइली हो कुखुरा त जेठाको मात्र छ थुप्रो मसिनो छ सबै यहाँ त भाले ठुल्ठुलो छ त सुत्केरी छ नि त त्यसको जेठाको छोरी चाहिँ कुन कुन माइला छोरी चाहिँ कुन कुन हो माइलाको बाहिर पनि दुइटा छ माइलाको दुईटा प्रगति त गरेछ त केटाहरूले त यो दुईटा माइलाको त्यही जेठाको चाहिँ तिनीहरू तिनवटा छोरी छोरी जेठाले हामीलाई भात खानु बोलाउँछ भने त नबोलाएर हामी आफै आएको कोही रहन्छ तलतिर कता गयो सबैजना आमा उता घाँस काट्दै हुन् बाउ बाउ त आउँदै पो जानुभएको होइन उता बाटो जानुभएको यो त के मोटो भएछ त डुम डुम भएछ त आलु धेरै खायो क्या भाइले त कहाँ गयो त काममै होला नि त्यो के काम गर्छ भाइले गाडी चलाउनु ड्राइभर ए बिरामी छ भने त नि ठिक भयो अलि नानी बिरामी हो कि आमा बिरामी हो ए आमा होइन के भएको नानीलाई चाहिँ ए भर्खरै पो हो ए यो पानी चाहिँ कहाँबाट ल्याउनु त फेरि त्यो एउटै पानी हो नि खरानी पानी पहिलाको लाइन हो अहिले त सबै घरमा फटाफट आउने रहेछ पानी होइन यसपालि त आउँछ ढुक्कै चैत वैशाखमा नि आयो यसपालि होइन मिलायो भने त आउँछ नि यो सबै लापरवाही गरेर 50 रुपियाँ तिर्नुपर्छ महिनाको कन्टिन्यू आयो त 100 रुपियाँ दिँदा भइगयो नि त यसपालि त बोक्नु परेन बुवा भयो आमा नत्र पानीको कम दुःख